जब जेनजी आन्दोलन भयो, विद्यार्थीहरू सडकमै ढले, देशका संरचनाहरू धेरै जले। त्यस पश्चात सन्नाटा छायो देशमा। एक किसिमको 2-4 दिनसम्म एक किसिमको शान्तपूर्ण छुट्टै खालको वातावरण भयो। हरेक मान्छेहरूले, हरेक अङ्कल आन्टीहरूले, हरेक साथीभाइहरूले, दाजुभाइ दिदीबहिनीहरूले हामीले एमाले कङ्ग्रेस छोड्यौँ, हामी अब स्टाफ पार्टीहरूमा बस्दैनौँ भनेर स्ट्याटस लेखे, भिडियो हाले, अझ रोएका भिडियो समेत प्रस्तुत गरे। तर अहिले तिनै व्यक्तिहरू त्यही राजनीतिक दलको झन्डा बोकेर नेकपा एमाले जिन्दाबाद, नेपाली कङ्ग्रेस जिन्दाबाद, भोटकेमा रुखमा, भोटकेमा सूर्यमा भनेर हिँडिरहेका छन्। आखिर मान्छेहरू किन परिवर्तन हुँदैनन्, परिवर्तन हुन चाहँदैनन्? एउटा छेडमा मात्रै परिवर्तन हुन्छन्, फेरि उही पार्टीमै जान्छन्। नेपालको राजनीति यही किसिमले चल्दै आएर विकास नभएको हो र स्थिर सरकार नपाएको हो। जबसम्म स्थिर सरकार 5 वर्ष पाउँदैन, 5 वर्षसम्म उसका नीति कार्यक्रम र योजनाहरू कार्यान्वयन हुन पाउँदैनन्, त्यससम्म देश बन्नेवाला छैन। कुनै पनि दलले 5 वर्षसम्म काम गरिसकेपछि, उसका नीति कार्ययोजनाहरू प्रस्तुत गरिसकेपछि, काम देखाइसकेपछि फेरि 5 वर्ष उसलाई चुनेर पठाउने हो अनि विकासका गति बल्ल अगाडि बढ्ने हुन्। 2 वर्ष एउटाले गर्छ अनि फुट्छ अनि अर्को दल आउँछ, उसले गरेका कार्यक्रमहरू अर्कोले बिगारिदिन्छ, अर्कोले नयाँ कार्यक्रम ल्याउँछ अनि विकास हुन्छ। त परिवर्तन हुनको लागि एउटै दलले बहुमत ल्याउनुपर्छ, तर त्यो बहुमत एमाले कङ्ग्रेसलाई पनि दिन सकिन्छ। अहिले त्यो माहौल छैन। अहिले माहौल रासोपातिर छ। माहौल जता छ त्यतातिर भोट हालौँ, त्यता बहुमत दिउँ। माहौल भएको मान्छेले 5 वर्षसम्म काम गरोस्। यदि उसले 5 वर्षमा आफ्ना कार्यक्रम योजनाहरू कार्यान्वयन गर्न सकेन भने चेन्ज गरौँ। यो खालको कन्सेप्ट ल्याउँ नेपाली दाजुभाइ दिदीबहिनीहरू। त्यो खालको पुरानो कन्सेप्टले हुँदैन। पार्टीको मात्रै झन्डा बोकेर हिँडेर हुँदैन, बन्दैन। केही नबनेको होइन, बनिरहेछ। त्यही क्रममा जानियो, तर ड्रास्टिकल्ली चेन्ज चाहिँ केही पनि हुँदैन। यदि ड्रास्टिकल्ली चेन्ज गर्ने हो भने एउटा मान्छेलाई अथवा एउटा दललाई 5 वर्ष दिनुपर्छ। 5 वर्षमा उसले आफ्ना केही कार्यक्रमहरू कार्यान्वयन गर्न सकेन, यो यस्तै रहेछ भन्ने जस्तो लाग्यो भने फेरि नयाँ आउँछ त्यो कार्यान्वयन गर्न सक्ने क्षमता बोकेर, अनि उसलाई हेर्ने हो। त्यसरी परिवर्तन हुने हो। हरेक देशमा त्यही किसिमले परिवर्तन हुन्छ, चाहे अमेरिका होस्, चाहे भारत होस्, चाहे चाइना होस्। एउटै व्यक्तिले अथवा एउटै दलले केही वर्षसम्म काम गरिसकेपछि त्यसले आफ्ना नीति कार्यान्वयनहरू प्रस्तुत मात्रै होइन, तिनी कार्यक्रमहरूलाई कार्यान्वयनतर्फ लैसकेपछि विकासका निर्माणका योजनाहरू र आर्थिक उन्नतिका योजनाहरू कार्यान्वयन हुने हुन्, बन्ने हुन्। तर हाम्रोमा त्यो हुँदैन। हाम्रोमा 5 वर्ष पनि एउटाले शासन गर्न पाउँदैन। किन भन्दा हाम्रोमा जति दलका कार्यकर्ता कुनै पनि देशमा छैनन्। विश्वको कुनै पनि देशमा छैनन्। अरू देशमा यति धेरै कार्यकर्ता हुँदैनन्, 2-4 जना नेताहरू हुन्छन्। उनीहरूले आफ्ना कार्यक्रमहरू प्रस्तुत गर्छन्, जनताले आफ्नो इच्छाअनुसार भोट दिन्छन्। तर हाम्रोमा हुँदैन। हाम्रोमा मेरो पार्टी हो, फल्नु पार्टीलाई भन्दा मैले अन्त भोट हाल्दिनँ भन्ने सिस्टम छ। त्यो अहिलेबाट होइन, पहिलादेखि चलिआएको सिस्टम हो। यही सिस्टमले गर्दा देश बिग्रिएको हो, देश नबनेको हो। मुख्य समस्या भनेको यही हो। मुख्य समस्या भनेको बहुमतको सरकार नआउनु र एउटाले 5 वर्षसम्म सरकार चलाउन नपाउनु देशको मुख्य समस्या हो। यो समस्या समाधान गर्नको लागि अहिले एउटा माहौल छ, त्यो माहौलतिर जाउँ न। त्यो माहौलतिर गइयो भने केही हुन्छ कि भन्ने एउटा आश त हुन्छ नि। त्यही आशलाई भरोसामा परिणत गर्नुपर्छ भन्ने कन्सेप्टले अहिले एकातिर माहौल छ, त्यही माहौलतिर सबै धकेलियो भने त केही न केही त होला नि।